पैसाको बारेमा सोच्दा हाम्रो दिमागमा के आउँछ? ठूला ठूला हिसाब, जटिल फर्मुला, होइन त? तर मोर्गन हाउजलको किताब द साइकोलोजी अफ मनीले एउटा बिल्कुलै फरक कुरा भन्छ। यो किताब पैसा कसरी कमाउने भन्ने बारे होइन, बरु पैसाको बारेमा हामी कसरी सोच्छौं भन्ने बारे हो। आज हामी यही किताबको गहिराईमा पुग्नेछौं र ती व्यवहारहरूको खोजी गर्नेछौं जसले हाम्रो आर्थिक जीवनलाई साँच्चै आकार दिन्छ। ल, त्यसो भए आजको हाम्रो यात्रामा के छ त? हामी 6वटा शक्तिशाली आइडियाहरूमाथि कुरा गर्नेछौं। भाग्य र जोखिमको त्यो अनौठो खेल, कम्पाउन्डिङको त्यो अचम्मको शक्ति, पैसाले वास्तवमा के दिन्छ अनि अझै पुगेन भन्ने सोचको खतरा। यी आइडियाहरूले पैसाप्रतिको दृष्टिकोण नै बदलिदिन सक्छन्। ढिला नगरिकन सुरु गरिहालौं। ल, हाम्रो पहिलो विषय हो भाग्य, जोखिम र विनम्रता। कहिले सोच्नु भएको छ सफल र असफल हुने मान्छेहरू बीच वास्तवमा के फरक हुन्छ? कहिलेकाहीँ त यो रेखा एकदमै पातलो देखिन्छ, होइन? हो, आज हामी त्यही अदृश्य शक्तिहरूको कुरा गर्नेछौं जसले हरेक आर्थिक कथालाई बनाउँछ वा बिगार्छ। हामी सोच्छौं सफलता भनेको कडा मेहनत र दिमागले मात्रै आउँछ, तर के सधैँ त्यस्तै हुन्छ त? बिल गेट्सको कथा हेरौँ न। उहाँले सन् 1968मै हाइस्कुलमा पढ्दा कम्प्युटर चलाउन पाउनुभयो। सोच्नुस् त, त्यो बेला यो कति दुर्लभ कुरा थियो। लाखौंमा एकजनाले पाउने मौका। तर उहाँ जस्तै जोखिम लिने अरू कति थिए होलान् जसले यस्तो मौका पाएनन्? यसले एउटा कुरा प्रष्ट पार्छ, सफलताको कथामा भाग्यको भूमिका हामीले सोचेभन्दा धेरै ठूलो हुन्छ। त्यसो भए यसको निचोड के त? एकदमै सरल छ। जब सफलता मिल्छ, अलिकति विनम्र हुनुपर्छ र जब अरू असफल हुन्छन्, थोरै सहानुभूति राख्नुपर्छ। किनकि कुनै पनि सफलता वा असफलताको पछाडि भाग्य र जोखिम जस्ता नदेखिने कुराहरूले पनि काम गरिरहेका हुन्छन्। अब हाम्रो दोस्रो महत्त्वपूर्ण विषयमा जाउँ, कम्पाउन्डिङको शक्ति। भनिन्छ नि, पेशेन्स इज अ भर्च्यू। पैसाको दुनियाँमा त यो झन् ठूलो सत्य हो। यहाँ हामी हेर्नेछौँ कसरी धैर्यले ठूला ठूला प्रतिभालाई पनि पछि पार्न सक्छ। किनकि फाइनेन्सको सबैभन्दा ठूलो हतियार दिमाग होइन, समय हो। वारेन बफेटको नाम त सबैले सुनेकै छ, तर उहाँको सफलताको खास रहस्य के होला? के त्यो उहाँको असाधारण बुद्धिमत्ता मात्रै हो? होइन, उहाँको सबैभन्दा ठूलो शक्ति भनेको लामो, एकदमै लामो समयसम्म लगानीमा टिकिरहनु हो। यही निरन्तरता र धैर्यले नै उहाँको सम्पत्तिलाई सामान्यबाट असाधारण बनाइदियो। यो अङ्कलाई हेर्नुस् त, 75% कम। कल्पना गर्नुस् त, यदि वारेन बफेटले 10 वर्षको सट्टा 30 वर्षको उमेरबाट लगानी सुरु गरेको भए उहाँको अहिलेको सम्पत्ति 75%ले घट्ने थियो। यसले के देखाउँछ? रातारात धनी बनाउने ठूलो रिटर्न भन्दा लामो समयसम्म निरन्तर पाइरहने ठिकठाक रिटर्नले नै वास्तविक सम्पत्ति बनाउँछ। ल, अब तेस्रो विषयमा प्रवेश गरौँ, सम्पत्तिको सबैभन्दा ठूलो फाइदा। आखिर पैसा कमाउनुको अन्तिम लक्ष्य के हो? के यो ठूलो घर, महँगो गाडी मात्रै हो वा त्योभन्दा पनि ठूलो केही छ? आउनुहोस्, पैसाले किन्न सक्ने त्यो सबैभन्दा बहुमूल्य कुरा के हो त्यसको खोजी गरौँ। यो कथा हो रोनाल्ड रीडको। उहाँ एक साधारण चौकीदार हुनुहुन्थ्यो, सामान्य जीवन बिताउनुहुन्थ्यो, तर उहाँको एउटा यस्तो रहस्य थियो जसले सबैलाई चकित बनाइदियो। जब उहाँको मृत्यु भयो, थाहा भयो कि उहाँले $80 लाख को सम्पत्ति जोड्नु भएको रहेछ। कसरी? कुनै ठूलो तलबले होइन, महँगो सौखले होइन, बरु एकदमै साधारण जीवन बिताएर र निरन्तर लगानी गरेर। किनकि उहाँको लागि प्राथमिकता अर्कै थियो, र त्यो प्राथमिकता थियो समयको नियन्त्रण। पैसाले दिने सबैभन्दा ठूलो उपहार यही हो। बिहान उठेर आज मलाई जे मन लाग्छ म त्यही गर्छु भन्न सक्ने स्वतन्त्रता। यही हो वास्तविक सम्पत्ति। अब हाम्रो चौथो विषय, गल्तीको लागि ठाउँ राख्नु। हामी जति नै राम्रो प्लान बनाए पनि जिन्दगीले कहिलेकाहीँ अर्कै मोड लिदिन्छ, होइन र? हाम्रो आर्थिक योजनाहरू पनि त्यस्तै हुन्, कहिल्यै सोचे जस्तो ठ्याक्कै हुँदैन। त्यसो भए यस्तो अनिश्चितताको लागि तयार कसरी रहने त? एउटा भनाइ नै छ, कुनै पनि योजनाको सबैभन्दा महत्त्वपूर्ण पाटो भनेकै योजना बिग्रियो भने के गर्ने भनेर योजना बनाउनु हो। यसलाई यसरी बुझौँ, एउटा हुन्छ कमजोर रणनीति, जसले धेरै कमाउने लोभमा सबथोक दाउमा लगाउँछ र सानो झट्का लाग्ने बित्तिकै भाँचिन्छ। अनि अर्को हुन्छ बलियो रणनीति, जसले अलिकति नगद, अलिकति सुरक्षाको लागि ठाउँ राख्छ। यो आधीमा झुक्न सक्छ तर भाँचिँदैन, र लामो दौडमा भाँचिनुभन्दा झुक्नु धेरै राम्रो हो। आखिर खेलमा टिकिरहनु नै सबैभन्दा ठूलो जित हो।
अब एउटा एकदमै रमाइलो तर खतरनाक मनोवैज्ञानिक पासोको बारेमा कुरा गरौँ जसमा हामीमध्ये धेरैजना पर्छौँ। हाम्रो 5औं विषय द म्यान इन द कार प्याराडक्स अर्थात् कारमा बसेको मान्छेको विरोधाभास। यसले हामीलाई सम्पत्ति र सम्पत्तिको देखावटी रूप बीचको फरक बताउँछ। सडकमा जब कुनै महँगो चम्किलो कार देखिन्छ हाम्रो पहिलो सोच के हुन्छ? वाह, यो गाडी चलाउने मान्छे त कति भाग्यमानी, कति सफल होला। तर यहाँनिर एउटा गजबको विरोधाभास छ। वास्तविकतामा हामी त्यो गाडी चलाउने मान्छेको प्रशंसा गरिरहेका हुँदैनौँ, हामी त्यो गाडीको प्रशंसा गरिरहेका हुन्छौँ र मनमा नै कस्तो हुन्थ्यो होला यस्तो गाडीमा म भएको भए भनेर सोचिरहेका हुन्छौँ। मतलब मानिसहरूले चालकलाई होइन, गाडीलाई हेरेर आफ्नो सपना पूरा भएको कल्पना गर्छन्। यसले हामीलाई एउटा महत्त्वपूर्ण कुरा सिकाउँछ। धनी हुनु र सम्पत्ति हुनु फरक कुरा हो। धनी हुनु भनेको देखिने कुरा हो, कार, घर, महँगो सामान। तर सम्पत्ति भनेको नदेखिने कुरा हो, ब्याङ्कमा भएको बचत, लगानी, रिटायरमेन्टका लागि जम्मा गरेको पैसा। सम्पत्ति भनेको त्यो पैसा हो जुन कमाइयो तर खर्च गरिएन। र धनी देखिने चक्करमा लाग्नु नै वास्तवमा सम्पत्ति कमाउन नसक्ने सबैभन्दा छिटो बाटो बन्न सक्छ। र अब हामी आइपुगेका छौँ हाम्रो अन्तिम र सायद सबैभन्दा गम्भीर विषयमा, अझै पुगेन भन्ने सोचको खतरा। यो एउटा यस्तो खतरनाक सोच हो जसले मान्छेलाई कहिले रोकिने भन्ने नै थाहा हुन दिँदैन। आफ्नो लागि कति चाहिँ पुग्ने हो भनेर कहिले निर्णय गर्न नसक्नु, यो नै सायद सबैभन्दा ठूलो आर्थिक जोखिम हो। रजत गुप्ताको कथा यसको ज्वलन्त उदाहरण हो। उहाँ 1 करोडपति CEO हुनुहुन्थ्यो। उहाँसँग नाम, धाम, इज्जत सबै थियो। तर पनि अझ धेरै कमाउने लोभमा उहाँले गैर-कानुनी काम गर्नुभयो र आफूसँग भएको सब थोक जोखिममा पार्नुभयो। मोर्गन हाउसेलले एकदमै सही भनेका छन्, सबैभन्दा गाह्रो आर्थिक सिप भनेको आफ्नो लक्ष्यको गोलपोस्टलाई एक ठाउँमा स्थिर राख्नु हो। यो लोभको चक्र हो जुन यसरी चल्छ। सुरुमा एउटा आर्थिक लक्ष्य राखिन्छ, त्यो लक्ष्य पूरा पनि हुन्छ, तर खुसी हुनुको सट्टा गोलपोस्टलाई अझै पर सारिन्छ। अनि त्यो नयाँ लक्ष्य पूरा गर्न अनावश्यक जोखिम लिन थालिन्छ। अन्त्यमा के हुन्छ? आफूलाई चाहिने, आफूसँग भएको महत्त्वपूर्ण कुरालाई आफूलाई नचाहिने थप कुराको लागि दाउमा लगाइन्छ। अन्ततः यो किताबले हामीलाई सिकाउने मूल कुरा यही हो। आर्थिक सफलता भनेको कुनै रकेट साइन्स वा जटिल गणित होइन। यो त केही सामान्य तर महत्त्वपूर्ण व्यवहारहरूलाई आफ्नो बानी बनाउनु हो। के जानिन्छ भन्ने भन्दा पनि कस्तो व्यवहार गरिन्छ भन्ने कुराले नै अन्तिम परिणाम निर्धारण गर्छ। र यो विश्लेषणको अन्त्यमा एउटा प्रश्न आफैलाई सोध्न जरुरी छ। के मैले आफ्नो लागि पर्याप्त भनेको कति हो भनेर परिभाषित गरेको छु? किनभने जीवनमा के कुराले साँच्चै सन्तुष्टि दिन्छ र कति भए पुग्छ भनेर परिभाषित गर्नु नै सायद सबैभन्दा महत्त्वपूर्ण आर्थिक निर्णय हो।